हेलो साथीहरु, आज चाहिँ हामी कोदो रोप्नु पर्ने अवस्था। यहाँसम्म त अघि उखालेको थियो। कोदो रोप्नु राम्रै उखाल है। दामी छ। कुन संसारमा रोप्ने अरे भनिएको छ? कोदोको बिउ अघि बिहानै उखालेर राखेका छन्। केमा? घाममा। यो चाहिँ कोदो रोप्नलाई तयारी बाउसे गरिसकेको। बुफर दिएर तेरो काकीले बजाउँछ अरे अब। छिटो झारो खाल है सकुनी। चारो छिटो छिटो टिप। चारो चाहिँ छैन कि कति साह्रो लोभ गरेको। ऐ ठुलो मालिक कोदोको बिउ सर उहाँ मुठा मुठा सिगानमा त तानी बस्तेस। गीत बजाउने कहाँ गयो? अलिक दामी बजाऊ है। रुगा लागेर हैरान भएको छ। अब चाहिँ रोप्न तयारी। बिउ बोकेर जाँदै हुनुहुन्छ दिदी। मलाई पनि ल्याऊ। ए सबै यता ल्याइयो कि क्या हो? अन्त ला हुन्छ। के गर्नु हौ जिन्दगी। गाउँले जीवन जसरी भए पनि चलाउनै पर्यो। कतिको बाक्लो यतिको? मुसा छिर्ने भाग अरे हौ राख्नुपर्छ अरे। यहाँ चाहिँ कोदो रोप्दैछौँ है साथीहरू। अलिक छिटो छिटो रोप्नु है। बल्ल एक मेलो सक्दाखेरि खाजा ल्याइ पुर्याइन्। खाजा बनाउनु कति गाह्रो छ थाहा छैन? यहाँ चाहिँ घरधनी हो। खोर्सानी पनि एउटाको 4वटा मात्रै भयो। ठुल्ठुलो देखो छ भनेर छिटो खाऊ न हौ खाजा। कहिले खाइसक्ने? मैले अस्ति कहिले पो हैन मक्सिराले सबै सिकाइसकेछ हैन भन्दै थियो हैन। हामीले चाहिँ खाइसकेको अवस्था। दिउ छिटो निल है। ऊ कोही त झन् भाँडामै छन्। उनको त झन् जिउँदै छ यहाँ गिलासमा। कहाँ छ गिलास? छिटो खाऊ है। कहिले सक्नु? के अरे हो? लरे आएन हौ। के रे काँक्रो? के काँक्रा अरे? वन काँक्रा? वन काँक्रा अरे। खान आउनु होला। भन्छ तपाईहरुकोतिर के भन्छ भन्नु? मैले भन्नै परेन। वन काँक्रो भन्दो रहेछ। के पो भन्छ? चटपटे खोइ अरे। वन काँक्रा। ओइ बबिता कस्तो थियो? मिठो मिठा खालाइ चाहिँ। लु ओ त हाम्रोतिर पनि उयो नै भन्थ्यो है यसलाई त। तर वन काँक्रा हाम्रोतिर त वन काँक्रो त नमिठो छ क्या? दबाई हेरे औषधि। के को दबाई हो? खोइ के को? मोटै कि भुडे? आज चाहिँ कोदो यति नै रोपेको। आजको दिनलाई चाहिँ सकेको। भोलिको दिनमा आजको मेलो सकेर निक्लेको। यो धनीले के बोक्नु लाउँछ हौ। म त जाने हो। साथीभाइ हो अलिक छिटो हिँड्नु है।